नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ यस भिडियोमा। आज म तपाईहरुलाई यो एडीएस WACC कसरी क्याल्कुलेट गर्ने र एडीएस कसरी गर्ने त्यो अर्थात शेयर ट्रान्सफर कसरी गर्ने त्यो म तपाईहरुलाई कसरी गर्ने म त्यो सिकाउन जाँदै छु। सो पहिले गएर कुनै पनि पहिले क्रोम जाने, क्रोममा यस्तो क्रोमको जाने, क्रोममा सर्च गर्ने मेरो शेयर सर्च गरेपछि यहाँ सिलेक्ट डीपी हुन्छ। डीपी भनेको तपाईले जुन बैंकमा खाता खोल्नु भएको छ त्यो बैंकको नाम लेख्नुस्। जस्तै यहाँ मेरो छ जुन ग्लोबल छ, मैले ग्लोबलको डीपी हाले, ग्लोबलको ठ्याक्कै यहाँ हाले। त्यसपछि युजर र पासवर्ड हाल्नु आफ्नो। मैले आफ्नो युजर पासवर्ड हाल्दै छु। यहाँ मेरो अटो लगइन छ। त्यसपछि यहाँ पासवर्ड हाले, त्यो आफै खुलेर आउँछ। खुलिसकेको छ। अब त कसरी गर्ने त्यो म तपाईहरुलाई भन्न चाहन्छु। ठ्याक्कै यहाँ थर्को छ तीनवटा, ठ्याक्कै यसमा क्लिक गर्ने। यो नाम हेर्न सक्नुहुन्छ तल। त्यसमा ठ्याक्कै यो पोइन्टमा आउनु, माई पर्चेस सोर्समा यसमा क्लिक गर्नुस्। पहिले यहाँ जतिवटा शेयरहरु सबलाई यहाँ सर्च गर्नुस्, जुन कम्पनी सबलाई अपडेट गर्नुस्। त्यसपछि यहाँ पेन्डिङ हुनु पर्यो। पेन्डिङमा जति हो सब शेयरहरुलाई अपडेट गर्नुस्। मैले सबै गरिसकेको हो, त्यसैकारण यहाँ मेरो आइरहेको छैन। त्यसपछि यहाँ माथि छ माई होल्डिङ सोर्स, माई होल्डिङ सोर्समा जानुस् र यो स्क्रिप्ट लेखेको त्यो ठ्याक्कै यो पोइन्टमा क्लिक गर्नुस्। जस्तै जुन कम्पनी मैले बेचे त्यो कम्पनीको नाम आउँछ यहाँ। जस्तै मैले SAIL बेचे, कम्पनीको नाम आयो, मैं क्लिक गरे अनि यसलाई म अपडेट गर्छु, सर्च गरे। त्यो हाउ माई होल्डिङ कसरी गरिन्छ त्यो म सिकाउँदै छु। त्यसपछि यस्तो फेरि तल आउँछ, ठ्याक्कै यो तल आको यो सानो बक्स हो, यो बक्समा क्लिक गर्ने। त्यो आफै पुरै बक्स माथि क्लिक गरेपछि तल पनि आफै क्लिक हुन्छ। त्यसपछि अलि तल गर्दै जाने। त्यसपछि ठ्याक्कै प्रोसिड आउँछ, प्रोसिडमा क्लिक गर्नुस्। प्रोसिडमा क्लिक गरेपछि फेरि अर्को इन्टरफेस खुलेर आउँछ। यो डब्बा छ नि बक्स, सानो बक्स, ठ्याक्कै यो डब्बामा यो बक्समा क्लिक गर्ने। क्लिक गरे मैले, टिक गइसक्यो। त्यसपछि फेरि अपडेट गर्ने। अब यो भइसकेको छ माई होल्डिङ सेभड सक्सेसफुली। मैले जति मेरो होल्डिङ थियो मैले सब अपडेट गरिसके। अब म WACC क्याल्कुलेसन कसरी गर्छ त्यो हेराउँछु। WACC मा आउनुस्। त्यसपछि त्यो माई होल्डिङ पुरै जुन अपडेट गरेपछि माई WACC क्याल्कुलेट भएर ठ्याक्कै सब आउँछ यहाँ। जस्तै मैले हिमस्टार र SLI को माई होल्डिङ अपडेट गरे अनि ठ्याक्कै त्यो माई WACC मा आइसकेको छ। भन्नुको अर्थ जबसम्म यो WACC मा आउँदैन तपाईसम्म त्यति बेलासम्म के गर्न सक्नुहुन्न, शेयर ट्रान्सफर गर्न सक्नुहुन्न। त्यसैका लागि जुन शेयर बेच्नु भयो त्यो पनि अपडेट गर्नुपर्छ र बाँकी जुन पेन्डिङ छ, जुन शेयर बेच्नु भएन त्यसको पनि माई होल्डिङ क्याल्कुलेट गर्नुपर्छ। माई होल्डिङ क्याल्कुलेट गर्नु पर्यो। त्यसपछि मात्र यहाँ माई WACC मा आएर कम्पनीहरुको नाम हेराउँछ। जस्तै मैले यहाँ गरे, त्यसपछि दुईवटा कम्पनीको नाम हेरायो। अब तब मात्रै जब यस्तो माई WACC मा कम्पनीहरुको नाम हेराउँदैन त्यति बेलासम्म के गर्न पाइदैन, शेयर ट्रान्सफर गर्न पाइदैन। त्यसपछि मैले यहाँ WACC क्याल्कुलेट गरिसके। अब नेक्स्ट स्टेप हो ठ्याक्कै यो पोइन्टमा आएर माई एडीएस छ नि, ठ्याक्कै माई एडीएस मा क्लिक गर्नुस्। माई एडीएस मा क्लिक गरेपछि ठ्याक्कै यहाँ केही यताउता हेर्नु पर्दैन, ठ्याक्कै जुन छ नि शेयर ट्रान्सफर, ठ्याक्कै यसमा क्लिक गर्ने। शेयर ट्रान्सफर गरेपछि जसले तपाईको शेयर किनेको हुन्छ त्यसको यहाँ भ्यू डिटेल्स आउँछ। ठ्याक्कै यो डिटेल्समा भ्यू डिटेल्समा क्लिक गर्नुस् र यस्तो फेरि इन्टरफेस खुलेर आउँछ। अनि यहाँ ठ्याक्कै यो पोइन्ट आउँछ नि, यहाँ यो डब्बामा क्लिक लगाउनुस्। ठ्याक्कै यो त्यो डब्बामा टिक लगाउनुस्। दुईटा माथि लगाएपछि तल आफै आउँछ र प्रोसिड गर्नुस्। प्रोसिड गरेपछि त्यो डाटा आफै आइहाल्छ कसले किनेको तपाईको। फेरि यो अर्कोमा यो डब्बामा बक्समा क्लिक गर्नुस् र कन्फर्म गर्नुस्। कन्फर्म गरेपछि यहाँ आइहाल्यो सक्सेसफुली रिक्वेस्टेड टु ट्रान्सफर शेयर। मतलब यो अब ट्रान्सफर शेयर भइहाल्छ, भइहाल्यो। यतिकै मात्रै गर्नुपर्छ। थ्यांक यू फर वाचिङ दिस भिडियो। ल।